हाम्रो यहाँ फलन दिएछ एउटा fx दिएछ 2x + 7 ठीक र अर्को हाम्रो कुन फलन रहेको छ gx रहेको छ कति x/3 अब हामीलाई निकाल्नु छ यहाँ fogx को मान सोधिरहेछ यानी कि यसको मतलब के हो कि हामीलाई f मा g फलन राख्नु छ ठीक gof निकाल्नु छ यो पनि ध्यान दिनु एउटा gof हुन्छ एउटा के हुन्छ हाम्रो fog हुन्छ यो दुवै पहिला बुझ्नु पर्यो कि अहिले हामीले निकाल्नु छ के fog त्यसको मतलब के हो कि पहिला हामी g फलन लेख्छौं त्यसमा त्यो फलनलाई कहाँ राख्छौं हामी f को भित्र राख्छौं त यसलाई हामी गर्नको लागि के गरौँ यहाँ लेखौं fogx र अब यसलाई हामी विस्तार गरौँ हामी लेख्न सक्छौं f मिड ब्रैकेट gx फेरि बन्द गरौँ यहाँबाट अब यसले के बताउँछ हामीलाई कि पहिला हामी हेरौं कि यहाँ जुन ब्रैकेट छ यसको भित्र कुन फलन छ f छ कि g छ त यहाँ त हामीलाई के हेरिरहेछ gx हेरिरहेछ यानी कि g फलन हेरिरहेछ त हामी यहाँबाट डाइरेक्ट के गरौँ g फलनलाई जस्तो छ त्यस्तै हामी यो मिड ब्रैकेट को भित्र के गरौँ राखौं त हामी यहाँ f को f राख्छौं किनकि f त बाहिर छ हामी चेन्ज कसलाई गरिरहेछौं gx लाई gx को ठाउँमा के लेखिरहेछ हामी gx फलन त फलन हाम्रो कति दिएछ x/3 त हामी यहाँ राखौं x/3 अब यो x/3 यहाँ राख्यो भने अब यसले के बताइरहेछ कि f फलनमा x को ठाउँमा हामीलाई कति राख्नु छ x/3 राख्नु छ हो कि हैन यानी कि f फलनमा x को ठाउँमा कति राख्नु छ x/3 राख्नु छ त अब हामी आफ्नो f फलन हेरौं f फलन कति दिएछ 2x + 7 दिएछ अब यो 2x + 7 मा x को ठाउँमा कति राख्ने हामी x/3 राख्ने जहाँ x छ त्यही राख्ने अरु ठाउँमा होइन अब हामी यहाँ जाउँ त पहिला सुरुमा 2 छ त हामी यहाँ लेखौं 2 * कति x को ठाउँमा कति राख्नु छ हामीलाई x/3 प्लस किनकि यो प्लस त्यसपछि के छ 7 अब हामी यसलाई मल्टिप्लाई गरौँ त यो 2 माथि मल्टिप्लाई हुन्छ 2x/3 प्लस यहाँ कति लेख्ने 7 अब हामी यो 3 त हरमा छ जसले गर्दा हामी के गर्छौं यसको लसा लिनु पर्यो अब लसा कति हुन्छ यहाँ 3 छ यहाँ केही छैन यसको तल जसले गर्दा हामी हाम्रो लसा कति भयो 3 यहाँ 2x को 2x 3 लाई हामी यसमा मल्टिप्लाई गरौँ त कति हुन्छ 3 7 जा 21 यानी कि अब हाम्रो fogx कति हो 2x + 21 / कति 3 यदि यो भिडियो राम्रो लाग्यो होला भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुस् शेयर गर्नुस् धन्यवाद।